कहाँबाट जान्छ बसहरू? सोह्रखुट्टी? सोह्रखुट्टीको बाटोबाट अर्ली मर्निङ पहिला जमलबाट पनि जान्थ्यो? हजुर, पहिला कान्तिपथबाट जान्थ्यो, कान्तिपथबाट, त्यसपछि लन्चोरमा सारियो, ओके। त्यसपछि अहिले हामी सोह्रखुट्टी खुसीबुकको रुटमा राखेका छौँ। कस्तो ओह्रालो ओह्रालो झरिरहेको रहेछ नि त। अनि तर जाँदाखेरि त्यहाँबाट हुन्छ भन्दा फर्किँदाखेरि चाहिँ हामीहरूलाई त्यो टाइमिङले गर्दाखेरि हामी त्यो ठाउँमा आएर ड्रप हुन सक्दैनौँ। हो, राष्ट्र त्यहाँ पनि इस्यु हुन्छ होइन। कहाँ ड्रप हुन्छ नि त? रिङ रोड साइडतिर। ए ओके। भन्दाखेरि एउटा प्रपर कस्तो भन्दाखेरि नाटाले जहिले पनि आफ्नो लबिङमा चाहिँ हामीले टुरिस्ट बस पार्कको निड त्यो पनि लबी गरिरहनु भएको छ? हामी सधैँ गरिरहेको छौँ। र यसपालि हामीले पाउन पनि लागिसकेको थियौँ। पहिला पनि एकचोटि त्यस्तो भएको थियो, एउटा एरिया एलोकेट भएको थियो नियर अहिलेको जहाँ हामीले टुरिस्ट बस पार्क छ त्यहाँनिर पाएका थियौँ। तर पछि सर्टेन इस्युजहरूले गर्दाखेरि त्यो एरिया पाएन। त्यो पनि नाटाले एकदम लबी गरेको थियो। कुन एरिया अरे? हाम्रो लन्चोर एरियातिर नै पाएका थियौँ होइन। त्यसपछि अहिले आएर चाहिँ हाम्रो चाहिँ रिसेन्टली पशुपति विकास क्षेत्रको एउटा एरियामा चाहिँ टुरिस्ट बस पार्क बनाउने भनेर इभन मन्त्रालय लेभलबाट पनि पारित भएको जस्तै भइसकेको थियो। एरिया पनि एलोकेट भयो, हामीले सबै गऱ्यौँ। तर अनफर्चुनेटली द चेन्जेस अफ गभर्मेन्ट हाम्रो चाहिँ त्यो स्टिल अहिले मन्त्रालयमा नै त्यो चिठी अड्किएको छ। र होपफुली फ्युचरमा हामीले छिट्टै त्यसलाई फेरि अनुमोदन भएर चाहिँ टुरिस्ट बस पार्क हामीले पाउन सफल हुन्छ मलाई, एउटा एरिया पाउन। एरिया पाइसकेपछि त अब त्यहाँ चाहिने टुरिस्टलाई चाहिने इन्फ्रास्ट्रक्चर्सहरू त्यो सबै नै बनाउने नै छ। त्यो एउटा पाटो छ। अर्को नाटाले म हजुरलाई एड गरेँ, एडभोकेसीमा चाहिँ हामीले के पनि गरिरहेको छौँ भन्दाखेरि हाम्रो हेरिटेज साइट्सहरूलाई याद गर्नुहोस्। हामी युनेस्को हेरिटेज साइट यत्रो छ नेपालमा, कहीँ पनि ड्रप र पिकअपको ठाउँ छैन होइन। त्यसले गर्दाखेरि हामीलाई यति धेरै हासल भइरहेछ। युजली अब आजकल कस्तोसम्म पनि सिनारियो आइरहेछ भन्दाखेरि हामीले कुनै एउटा टुरमा पठायौँ भने हाम्रो गाडीले चाहिँ 1500को फाइन तिरिहाल्नु पर्ने, किनभने ड्रप र पिकअपको स्पेस नहुँदाखेरि। हामीले सो गभर्मेन्टलाई जहिले पनि तारान्तार तपाईँहरूले हेरिटेज साइट्स जहाँ चाहिँ एन्ट्रेन्स फिज लिइरहनु भएको छ त्यहाँ ड्रप एन्ड पिकअपको एउटा ठाउँ, पार्किङको ठाउँ अलिक टाढा भए पनि फरक परेन, तर ड्रप एन्ड पिकअप नियर हेरिटेज साइट चाहिँ हुनैपर्छ। र त्यो बाहेक हामीहरूको सानो सानो डिटेल कि हामी ठुलो कुरा पनि नगरौँ होइन। अघि त मैले भनिरहेको थिएँ नि नम्बर 1 प्रायोरिटीमा राख्नुपर्छ भनेर, हामीले सानो डिटेलमा पनि हामी मिस आउट गरिरहेछौँ। हाम्रो क्लिन रेस्टरुम त्यो अभाइलेबल छैन, इन्फर्मेसन डेस्कहरू बृहत छैन, खालि टिकट काट्ने काउन्टर्स मात्र छ। त्यहाँ तपाईँले बाहिरको कन्टेक्समा हेर्नुभयो भने कुनै पनि साइटमा छिर्दाखेरि एउटा रेकर्डेड डिफ्रेन्ट ल्याङ्ग्वेजेसहरूमा एउटा प्रि रेकर्डेड हामीले हियरिङलाई एउटा इक्विपमेन्ट पाउन सक्छौँ। ब्लाइन्डलाई ब्रेल लिपिमा साइनेजहरू पाउँछौँ होइन। त्यस्तै गरेर डेफ एन्ड डम्बको लागि सब टाइटल्सको एउटा भिडियो सोकेस गर्ने ठाउँ, त्यो साइटलाई एक्सप्लेन गरेर हाम्रो नेबरिङ कन्ट्रिजमा हेर्नु त्यो अभाइलेबल छ अहिले। तर हामीले चाहिँ एउटा टिकट काटिसकेपछि के फेसिलिटी दियौँ त त्यो गेस्टलाई? खालि साइट मात्रै हेर्नलाई पठाइरहेछौँ कि उहाँहरूलाई चाहिँ त्यसको भ्याल्यु अनुसारको चाहिँ अदर एम्युनिटिजहरू प्रोभाइड गरिरहेको छौँ कि छैनौँ, त्यो कन्टेक्स्ट छ होइन। त्यसमा तर यो भन्दै गर्दा एउटा राम्रो पाटो नेपालको चाहिँ हाम्रो टुरिस्ट पुलिस। हामीहरूको काठमाडौँमा पनि नम्बर अफ प्लेसेसमा छ र अहिले 18वटा बाहिर पनि, काठमाडौँ बाहिर पनि टुरिस्ट पुलिसहरूको अवधारणा छ। सो कुनै पनि गेस्ट आउँदाखेरि जहिले पनि सेक्युरिटीलाई प्रायोरिटाइज गर्छौँ भने हाम्रो नेपालले चाहिँ त्यो गर्न सकेको चाहिँ अनुभूति चाहिँ हामीले सर्टेन रूपमा चाहिँ दिन सकेका छौँ। र यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ र अझ बृहत यसलाई चाहिँ हामीले एक्सपान्ड गर्नुपर्छ भने हाम्रो नाटकको त्यो पनि एउटा लबिङमा चाहिँ पर्ने नै छ। मलाई यो क्विकली है यो बजेट भर्सेस रिक्वायरमेन्टको कुरा गर्छु ल म। अराउन्ड 8 बिलियन नेपाली रुपिज होइन 7.5 7.4 यस्तो 7 राइट। सो लेस देन 8 त्यति हुँदाखेरिमा जस्तो हजुरले यो भन्नुभएको त्यो एम्युनिटिजहरूदेखि लिएर यो एक्स्ट्रा म्यान पावर पनिदेखि लिएर यो सबै कुरा चाहिँ होइन, जस्तै प्रपरली बेसिक मात्रै पनि राम्रो सर्भिस दिनलाई अहिले 12 लाख टुरिस्टै भित्रिरहनु भएको छ, जो उहाँहरूलाई नै पनि राम्रो सर्भिस दिएर अलिकति अपग्रेड गरेर उहाँको लाइफ इजियर एज अ टुरिस्ट बनाउनको लागि कतिको बजेट चाहिन्छ तत्कालीन? त्यो बजेट पनि गभर्मेन्टले दिनुपर्छ। जस्तै कि म एउटा यसमा अरू एउटा क्ल्यारिटी दिन्छु है। नेपाल टुरिज्म बोर्डको बजेट ट्याक्स पेयर मनीबाट आउँदैन। ओके। पहिला हाम्रो पायोनियर्सहरूले जब इस्टाब्लिस गर्ने भनेर सोच्नु भएको थियो, यो पिपिपी मोडलमा आयो होइन। यो पिपिपी मोडलमा आउँदाखेरि चाहिँ हामीहरूले इन्टरनेसनल एयर टिकट्स जो चाहिँ फरेनर्स लिएर आउनुहुन्छ त्यहाँ एउटा ट्याक्स एड गरेर त्यो अमाउन्ट चाहिँ टुरिज्म बोर्डले आफ्नो बजेटमा लिनुहुन्छ। त्यो बाहेक अरू कुनै पनि उहाँहरूको बजेट छैन भन्दाखेरि हाम्रो ट्याक्स पेयर मनी त्यसमा परेको छैन। के सोचेर आएको थियो टुरिज्म बोर्ड भन्दाखेरि पब्लिक प्राइभेट पार्टनरसिपमा चाहिँ
हाम्रो प्रवर्धन गर्ने नेपालको र प्रवर्धन गर्नलाई चाहिँ आर्थिक भार चाहिँ नेपाललाई नदिने ट्राभलबाट नै हामीले जेनेरेट गर्ने ट्राभल कम्पनीजहरूबाट नै भन्दाखेरि त्यो ट्राभल कम्पनीजहरूबाट जेनेरेट गर्ने भनेको हामीले सेल गरेको इन्टरनेसनल गेस्टहरूसँग टिकटमा चाहिँ एउटा ट्याक्सको एउटा ब्राकेट बनाएर त्यो अमाउन्ट जाने हो भन्दाखेरि यसमा पनि अरू इन्फ्रास्ट्रक्चरमा त्यो हामीले अवधारणा अपनाउन सक्छौँ जसको नाटकले अर्को एकदमै लबिङ गर्यो है भने नि कनेक्टिभिटी इम्पोर्टेन्ट छ कसरी गर्ने नेपाल एयरलाइन्सलाई हामीले सशक्त बनाउनुपर्छ कसरी गर्ने भन्दाखेरि हामीले एउटा सिम्पल प्लान फरवर्ड गरेका थियौँ जस्तै तपाईँले याद गर्नुहोस् कोभिडको बेलामा थाई एयरवेजले चाहिँ जब आफ्नो बिजनेस स्टप गर्यो त्यो बेला थाई स्माइल भनेर सिस्टर कन्सर्न स्टार्ट गर्नुभएको छ अहिले मेबी धेरैवटा कुराले अल्झिएको छ नेपाल एयरलाइन्स हामीले एउटा डिफ्रेन्ट इन्टरनेसनल नेसनल फन्ड लिन मिल्ने गरिकन नेपाल एयरलाइन्सको सिस्टर कन्सर्न खोल्न सक्छौँ त्यसमा चाहिँ हामी प्राइभेट सेक्टरले पनि इन्भेस्ट गर्नलाई हामी तयार छौँ भन्दा कन्ट्रीले आफैले पनि जेनेरेट गर्नु पर्दैन भन्दाखेरि कति एउटा एयरक्राफ्ट किन्दाखेरि कति पैसा पर्छ त गभर्मेन्टले डिसाइड गर्दैन कहाँ गएर किन्ने उहाँहरूकै हो स्ट्यान्डर्डमा हामीलाई त्यसमा इस्यु छैन तर त्यसको लागि चाहिँ यत्रो धेरै मल्टिनेसनल्स चेनहरू आउनु भएको छ होटलमा होइन यो चेन आउँदाखेरि उहाँहरूलाई त पहिला त उहाँहरूको पनि त रुम नम्बर्स त होइन रुम त फिलअप गर्नु पऱ्यो नि त अन्त उहाँहरूले पनि इन्भेस्ट गर्नुहुन्छ होला भन्दाखेरि हामी प्राइभेट सेक्टरबाट इन्भेस्टमेन्ट गर्नलाई रेडी छौँ नेपाल एयरलाइन्समा एयरक्राफ्ट किन्नलाई तर गभर्मेन्टले चाहिँ यदि अहिलेको स्ट्रक्चरमा चाहिँ के अरे हामीले त्यो गर्न सक्दैनौँ भने एउटा सिस्टर एयरलाइन्स हामीले खोलेर एउटा नयाँ एन्टाइटी बनाएर हाम्रो प्राइभेट सेक्टरको पैसा पनि युटिलाइज गरेर गर्न सक्ने हामीसँग अपर्च्युनिटीहरू छ कि नयाँ एन्टिटी बनाउँदा ठिक कि क्यानलाई छुट्याउँदा ठिक कि त्यसलाई नै टेक अफ गर्दा ठिक कि एन्टाइटी त अब त्यो EU ब्ल्याकलिस्टबाट हटाउनको लागि अहिले 2024मा त पार्लियामेन्टमा पेश नै भएको छ सो त्यो प्रोसेस त अनगोइङ नै छ होइन त्यो डिफ्रेन्ट पार्ट हो अर्को चाहिँ जस्तो भनौँ न मेबी हाम्रो नेपालको अरू एयरलाइन्सहरू छ बुद्ध एयर छ इन्टरनेसनल जानुहुने त्यस्तै गरी हिमालयन एयरलाइन्सहरू छ उहाँलाई सशक्त बनाउने कि नयाँ एउटा एन्टाइटी खोलेर पब्लिक प्राइभेट पार्टनरसिपमा इन्भेस्टमेन्ट पनि लिने अब हामीले आइपिओमा याद गर्नु सेयरमा हाइड्रो पावर्सहरूले कसरी फन्ड जेनेरेट गर्नुभएको छ सर्टेन इयर्स पछि उहाँहरू आइपिओमा आउनुहुन्छ र हामीले 100 रुपिसको सेयर त नि हो नि भनेर इन्भेस्ट गर्छौँ नि त त्यसै गरेर एयरलाइन्समा किन त्यो अवधारणामा हामी आउन सक्दैनौँ त भन्दाखेरि ट्याक्स पेयर मनीमा पनि बर्डन हुँदैन गभर्मेन्टलाई कहाँबाट बजेट जुटाउने त यत्रो एयरक्राफ्ट किन्नलाई भनेर हामी स्वतस्फूर्त रूपमा प्राइभेट सेक्टरबाट नै त्यो इन्भेस्ट गर्न सक्ने चाहिँ हामीहरूले प्लान नेपाल एयरलाइन्सलाई पहिला नै पुट फरवर्ड गरेको थियो नाटाबाट त्यसको लागि कसरी सहजीकरण गर्ने भनेर हामीहरू सधैँ नै ओपन छौँ र त्यस्तै गरेर अर्को हामीहरूको ट्यान ह्यान हाम्रो होटल एसोसिएसन ट्रेकिङको ट्यान भयो त्यसै गरेर माउन्टेनियरको अघि हजुरले पनि भन्नुभयो NMA र अरू सङ्घ संस्थाहरू हामी सबै मिलेर गभर्मेन्टलाई सघाउनलाई नै आएको र एउटा बृहत हामी अम्ब्रेलाभित्र नै बसेर नेपालको टुरिज्मलाई माथि बढाउने भन्ने नै हाम्रो छ जस्तै नाटा 60 वर्ष भयो भने अरू एसोसिएसन पनि कुनै 60 वर्ष पुग्नु भएको छ र कुनै पुग्नु लाग्नु भएको छ नि कोही 50 वर्ष पुरानोहरू पनि हुनुहुन्छ भन्दाखेरि गभर्मेन्टसँग अप्सन्स छ र हामीहरूसँग आइडियाज पनि छ सो हाम्रो लबिङले चाहिँ सबैलाई नै विन विन सिचुएसनमा हामीहरू पुग्न सक्छौँ भन्ने हामीहरूको सोच हो र त्यही सोचले हामी अघि बढिरहेका छौँ ओके साउन्ड्स ग्रेट होइन मलाई एउटा लास्ट क्वेसन एकदमै क्विक यस र नोमा मात्रै त जस्तै आयोटाको कुरा निकाल्नु भयो अघि नै होइन यहीँको यति धेरै अर्गनाइजेसनहरू छ नि उहाँहरूको एउटा प्रेसिडेन्टहरूको मात्र अर्गनाइजेसन छ कि छैन छुट्टै कोलाबोरेट हामीहरूको फोरम हुन्छ जस्तै कि एउटा महासचिव फोरम छ र अर्को एउटा प्रेसिडेन्टहरूको पनि एउटा फोरम छ हामीहरू चाहिँ सर्टेन कमन कोलाबोरेटिभ सर्टेन एजेन्डाजहरूमा हामी सँगै बसेर अहिले भने टुरिज्म एक्टमा हामी सँगै बस्यौँ काम गऱ्यौँ अरू पनि इस्युजहरू हुन्छ भन्दाखेरि प्रेसिडेन्टको हाम्रो मन्थली अहिले चाहिँ रेगुलर हुन सकेको छैन तर त्यो मिटहरूमा चाहिँ इभन हाम्रो पर्यटन सचिवज्यू र पर्यटन मन्त्रीज्यू मान्य मन्त्रीज्यूहरू उहाँहरूलाई पनि र पर्यटन विभागका डिजिज्यूहरू उहाँहरूलाई पनि हाम्रो इन्भिटेसन दिन्छौँ र सबै एसोसिएसनको आफ्नो के भइरहेछ त अहिले इन्डस्ट्रीमा त्यो सेयरिङ गर्ने एउटा हामीसँग फोरम छ ए नाइस द्याट साउन्ड्स ग्रेट थ्याङ्क यू फर सेयरिङ